हेलो गाइज ल है त अहिले बिहानको बल्ल 6 बजेर 8 मिनट गएको छ है। दिन चाहिँ पुरै के भन्छ 12 बजेको घाम जस्तो भइसक्यो। आज पार्टनर र म चाहिँ बिहानमा टक्क अब ल हिँडौँ नि त हल्का त्यसको लागि पनि कन्सर्न बनाऊ भनेर हामी चाहिँ आज हिँड्न सुरु गरिसकेका छौँ है। अनि यो टाइम चाहिँ बल्ल 6 बजेको हो। देख्न सक्नुहुन्छ घाम चाहिँ यस्तो लाग्छ कि अब हुन्छ नि जाडो महिनाको 11-12 बजे कस्तो घाम लाग्छ त्यस्तै घाम लाग्छ। मान्छे चाहिँ अब मर्निङ वाकबाट फर्किसक्यो तै पनि हामी जाँदैछौँ। तै पनि कति साथीहरू चाहिँ फेरि अझै सुत्दैछन् है। फेरि ती सुत्नेहरूलाई चाहिँ मोटिभेसन बिहान 6 बजे घाम लाग्छ भन्ने थाहा छैन क्या। फेरि थाहा होइन नि अनि बिहान 6 बजे घाम लाग्छ भन्ने थाहा नहुने मान्छेहरूको लागि है यो भिडियो चाहिँ। ल घाम लाग्छ है साथी, बिहान घाम लाग्छ। घाम त लाग्छ, यति चर्को लाग्छ भने चाहिँ थाहा थिएन है। ल बिहान घाम पनि लाग्छ, यति चर्को पनि लाग्छ है साथीहरू। यो सब इन्फर्मेसनको लागि जो चाहिँ बिहान 9-12 बजीसम्म बिहान उज्यालो भएन भन्दै सुत्ने साथीहरूको लागि है यो चाहिँ। ल गाइस सी यू अपडेट ओके।